गुड मर्निङ एभ्रिवान। मेरो हस्बेन्ड चाहिँ हिजो घर आइपुग्नु भएको, अन्त चाहिँ आज चाहिँ उहाँको काम स्टार्ट भइगयो। यो चाहिँ उहाँले काटेर मान्छे पुऱ्याउनु भएको थियो, अन्त चाहिँ यो धुप्पी पनि काट्नु भएछ। हेलो, गुड मर्निङ। डल्लै काट्ने अझै सबैजनालाई मेरो युट्युब फ्यामिलीलाई। र आज चाहिँ अल्छी लागेर घरमा चाहिँ त्यत्तिकै बसिरहेको थिएँ। अन्त यो कटिङ प्लान्ट चाहिँ पुरा बढेर चाहिँ लामो लामो भइसकेको रहेछ कि, अन्त त्यत्तिकै किन बस्नु भनेर चाहिँ सुरु गरेको। भर्खर पानी परेर रोक्यो पनि, त्यही भएर चाहिँ लेट्स गेट स्टार्टेड भनेर काटिहाल्नु। यहाँ चाहिँ हाम्रोमा यो पनि छ, यो चाहिँ मरिसकेछ कि, यो चाहिँ मजाले आएछ। अन्त उहाँको चाहिँ कुछ न कुछ काम निक्लेकै हुन्छ नि त। कस्तो गल्छ है यहाँ यो काट्दा है। हात दुख्छ नि, पुरा कुल दुख्छ। जिम गरे जस्तो पो हुन्छ त्यसो। त्यो फेरि कैँची चाम्रो रहेछ कि, घरिघरि कस्नु पर्ने क्या। टचअप गरे काटिँदै रहेछ अहिले उद्रेको। यो कैँची चाहिँ अलिक भुते रहेछ कि, त्यही भएर साह्रो त हातै दुख्छ नि यो। र म चाहिँ आज फुल काट्दैछु हो। अन्त कटिङ प्लान्ट चाहिँ लामो लामो भएछ नि त, त्यही भएर चाहिँ आज चाहिँ यसो टाइम पाएर चाहिँ काटिदिउँ भनेको। पानी परेर भर्खर रोक्यो हो, त्यही भएर चाहिँ अब तपाईँहरूलाई म देखाउँदैछु है ल। तपाईँलाई अहिले चाहिँ बिफोरको भिडियो देखाइरहेको छु। अहिले चाहिँ यस्तो लामो भएको छ। अहिले चाहिँ उसले काटिसकेपछि आफ्टरको पनि देखाउँछु। यहाँ चाहिँ अहिले चाहिँ यस्तो छ कि यहाँ झ्याप यस्तो छ हो बिफोरको। आफ्टरको पनि देखाउँछु अहिले म। ल अब चाहिँ यहाँको स्टार्ट भयो। आज डल्लै काट्ने हो। काटौँ भनेको नि खतम पनि गर्नु पऱ्यो नि त। यस्तो छ हो, बेला मजाले मिलाएर साइड कटिङ। यहाँ त तपाईँले वेभ गर्नुभएछ त त्यस्तो। यस्तो थियो नि त, सालै त्यस्तो बनाइदिएको अब पहिल्यै नै सकेको काटेर। सुटिङ गरिदिनु। र आज चाहिँ मैले यो जति पनि कटिङ प्लान्ट चाहिँ जम्मै काटिसकेँ। र अघि भिडियो बनाउँ भनेको, काट्दा चाहिँ यस्तो बेसी चाहिँ पानी पर्यो, अनि त्यही भएर चाहिँ मैले भिडियो बनाउनु पाएको थिइनँ। अन्त अहिले चाहिँ पानी रोकेर चाहिँ भिडियो बनाउनु गइरहेको छु। र हेर्नुहोस्, यो तल बाटो, ओह्रालो जाने बाटोको पनि काटेर तलदेखिको काटेर चाहिँ यस्तो काटेर ल्याएर यो जम्मै आज मैले नै काटेको। आज दिनभरिको काम चाहिँ मेरो यो थियो। यति मात्रै होइन, यो उकालो यहाँ माथि यो उकालो जाने बाटोको पनि काटेको हो। यो उतापट्टि टोइलेटको अगाडि, र यो पनि मैले काटेको हो। हेर्नुहोस्, यहाँदेखि परसम्म तपाईँहरूलाई म देखाउनु गइरहेको छु है, हेर्दै जानु होला। यो उता जाने बाटोको यहाँनिर पनि काटेको। काट्दा पुरा थाकेर चाहिँ यस्तो बिजोग भइरहेछ, पाखुराहरू पुरा दुखिरहेछ। आप्पाले चाहिँ 2 दिन लगाएर काट्नु हुन्थ्यो नि त। हेर्नुहोस्, यो चाहिँ
स्टेप भएर काटेछ र आजको काम चाहिँ यही थियो र हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा मेरो हृदयबाट धेरै धेरै धन्यवाद र आजको दिन भने चाहिँ मेरो यसरी नै बित्यो र आजको भिडियो भने चाहिँ म यहीँ एन्ड गर्नु गइरहेछु र फेरि अर्को भिडियो चाँडै नै आउनेछ त्यतिन्जेलसम्म चाहिँ तपाईँहरू इन्तजार गर्नुहोला हो आजको लागि चाहिँ टाटा बाई बाई।